सबैले नमस्कार। खानाको नयाँ अङ्कमा आज हामी मिठो अमिलो चटपटीको रेसिपी लिएर उपस्थित भएका छौँ। खुर्सानी, तिल, जिरा। हामी चटपटीमा राख्नको लागि प्याज, टमाटर, बन्दाकोपी, खुर्सानी, लसुन तयार गर्न गइरहेका छौँ। साथै हरियो धनियाँ, हामीले मिक्स गर्ने तरकारीहरू यिनै हुन्। खुर्सानी हजुरले आवश्यकता अनुसार राख्न सक्नुहुन्छ। अघि भुटेको मसला पिसेर रेडी भएको छ। अब हामी चटपटी बनाउनतर्फ गइरहेका छौँ। अब काटिएका सबै तरकारीहरू यसमा हामी मिक्स गर्नेछौँ। कागती, हरियो मटर, आलु उसिनेर हामी प्रयोग गर्दैछौँ, जसले गर्दा स्वादिष्ट बन्नेछ चटपटे। चाउचाउ, आलु चाउचाउ राखियो। चाउचाउको नुन हामी प्रयोग गर्दैछौँ। कागती आवश्यकता अनुसार हजुरहरूले जति खानुहुन्छ त्यही अनुसार हामी सनफ्लावरको तेल प्रयोग गर्न गइरहेका छौँ। नुन आवश्यकता अनुसार र अब हामी भुजा राखेर यसलाई मजाले मिक्स गर्नेछौँ। यसरी नै हजुरले अमिलो, पिरो, नुनियो जहाँ हामी बिरे नुन प्रयोग गऱ्यौँ चटपटे बनाउन सक्नुहुनेछ। मिक्स गर्नलाई हजुरले चम्चाले गर्न पनि सक्नुहुन्छ या हातले गर्दा हामीले हातले सफा गरेर प्रयोग गरिरहेका छौँ। अब टेस्टीको लागि कुरमुरे र चिज बल यसरी नै हजुरले पनि घरमा चटपटी बनाएर खान सक्नुहुनेछ। यस्तै रेसिपीको लागि यस च्यानललाई फलो गर्नुहोला। सर्वप्रथम सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्। हामी अर्को अङ्कमा नयाँ परिकार साथ उपस्थित हुनेछौँ।